ओके, स्क्रिन देखिएको होला हैन? देखिएछ सर। पढ्न सकिने छ कि? पढ्न सकिन्छ। ओके हस्। ओके, मैले सर क्विकमा जान्छु अनि त्यसपछि हामी डिस्कस गर्नुपर्ने र हिसाब गर्नुपर्ने म सँगै गरौँला। अरू चाहिँ मैले सर भन्दै जान्छु। अब तिमीहरूले लेख्न पनि लेख्यो होला पक्कै पनि। मैले जुन जुन भन्दै जान्छु अन्त गर्ने होइन, अरू क्वेसन च्याट बक्समा पनि राख्ने होइन। सर र मैले भनेको सुन्ने अनि पछि लास्टमा म तपाईँलाई पनि बोल्न दिन्छु है। ओके, क्वेसन नम्बर 1 मा छ देखाएका भनाइबारे विचार गरी उपयुक्त विकल्प छान्नुहोस् भनेको छ। इमेलका लागि अप्टिकल फाइबरको सुविधा भएको ठाउँमा फोनको आवश्यकता पर्दैन र फ्याक्सको प्रयोगले लिखित रूपमा सञ्चार गर्न सकिन्छ भन्ने यी दुईटा विषय चाहिँ के हुन्छ, यसमा दुवैवटा सही छ। ए दुवै सही हो। त्यस्तै गरी निजामती सेवा ऐन अनुसार पिछडिएको क्षेत्र अन्तर्गत पर्ने जिल्लाहरू कुन कुन हुन् भनेको छ। यसमा चाहिँ हामीले के हुन्छ यहाँनिर बीको अछाम, कालीकोट, जाजरकोट, जुम्ला, बझाङ, बाजुरा, मुगु र हुम्ला भनेर यो बीको आन्सर सही छ यसमा। त्यस्तै गरी महालेखा परीक्षकको विभागको स्थापना कहिले भएको थियो भनेको छ। विक्रम सम्वत 2016 साउन 16। त्यस्तै गरी सार्वजनिक सेवा अन्तर्गत आधारभूत आवश्यकतासँग सम्बन्धित सेवा कुन होइन भनेको छ। होइन है, होइनमा वातावरण संरक्षण। नेपालमा अडियो सहितको सार्वजनिक सेवा बडापत्र कहाँबाट सुरु भएको थियो? अडियो भनेको बोलेर होइन, बोलेर अब प्राय चाहिँ बडापत्र के हुन्छ लेखेर टाँसेको हुन्छ, तर बोलेर चाहिँ प्रस्तुत गरेको अडियो बडापत्र चाहिँ कहाँ त जिल्ला प्रशासन कार्यालय तेह्रथुमबाट सुरु भएको देखिन्छ। 6 मा मानव सम्बन्ध अथवा ह्युमन रिलेसन भन्छ। ह्युमन रिलेसनसँग सम्बन्धित सिद्धान्तका प्रतिपादक को हुन् भनेको छ। यसको सिद्धान्तको प्रतिपादक इल्टन मायो। 7 मा सत्य, क्षमा, परोपकार, अहिंसा, उपकार र भलाइ जस्ता मूल्य मान्यता कस्तो मूल्य मान्यतामा हुन्छन् भनेको छ। यसको आध्यात्मिक भन्छ यसलाई। सार्वजनिक निकायबाट प्राप्त गरेको सूचना जुन प्रयोजनका लागि प्राप्त गरेको हो सो प्रयोजनको लागि प्रयोग नगरी अन्य प्रयोजनमा लागेमा प्रयोग गरेमा कति जरिवाना हुने प्रावधान रहेको छ भनेको छ। यसको सीको रु 5000 देखि 25000 सम्म जरिवाना हुन्छ। 9 मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्यक्ष वा सदस्य हुनका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता कुन हो भनेको छ। यो स्नातक तह भए पुग्छ यसमा। 10 मा जग्गालाई उब्जनी तथा अवस्थितिका आधारमा अब्बल, दोयम, सिम र चाहारमा वर्गीकरण कसले गरेका थिए भन्छ। यसको आन्सर चाहिँ चन्द्र शमशेरको सुधारमा हामीले पढेका थियौँ। संयुक्त राष्ट्रसङ्घका पर्यवेक्षक राष्ट्रहरू कुन कुन हुन् भनेको छ। यिनीहरू चाहिँ होली सी र प्यालेस्टाइन हुन्। होली सी भनेको भेटिकन सिटी भन्ने कन्ट्री हो है। होली सीको नाम भेटिकन सिटी। 12 मा नेपालमा एक गाउँ एक उत्पादन अन्तर्गत किवी खेतीको लागि छानिएको जिल्ला कुन हो? यो चाहिँ कुन हो त? यसको लागि छानिएको जिल्ला इलाम। 12 को इलाम। कोत पर्वका सम्बन्धमा तलका मध्ये कुन भनाइ गलत छ भनेको छ। गगन सिंहको हत्या कोत पर्वको सुरुवाती कारण थियो। यो ठिक छ। विक्रम सम्वत 1903 असोज 2 गते मध्यरातमा घटेको थियो। यो पनि ठिक छ। जङ्गबहादुर राणाको हत्याको अभिप्रायले रचिएको थियो भनेपछि यो चाहिँ गलत छ, किनभने जङ्गबहादुर नै हो यसको डिजाइनर। त्यो भएर के हुन्छ उसको हत्याको अभिप्रायले रचिएको होइन। यस पर्वमा जङ्गबहादुरले आफ्ना विरोधीलाई सखा पार्ने मौका पाएका थिए। यो ठिक छ। 14 नम्बरमा हात्तीको दाँतलाई के भनिन्छ भन्छ। यहाँ आन्सर सिटमा चाहिँ आइभोरी भन्छ। त्यस्तै गरी 15 मा समुद्रको पानीमा औसत कति प्रतिशत नुनिलोपना पाइन्छ भन्छ। यसको 35%। नेपालमा छेरोको उपचारका लागि डट्स कार्यक्रम कहिलेदेखि सुरु भएको हो भन्छ। सन् 1996 देखि सुरु भएको यो डट्सको। नेपालको संविधान 72 बमोजिम नेपाल राज्यका निर्देशक सिद्धान्तहरू कतिवटा रहेका छन् भन्छ। यहाँ 4वटा निर्देशक सिद्धान्त। निर्देशक सिद्धान्त है। सार्क बडापत्रमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए? श्री 5 वीरेन
22 मा 2025 अप्रिल 22 मा जम्मू कश्मीरमा भएको आक्रमण पश्चात भारतले पाकिस्तानमाथि अपरेसन सिन्दुर कहिले सुरुवात गरेको थियो भन्छ 25 मे 7 मा सुरु गरेको देखिन्छ 20 मा भोइस अफ नेपाल सिजन 6 मा फर्स्ट रनर अपको उपाधि कसले जितेका थिए भन्छ यसको आन्सर रोशन राई ओके यहाँसम्म मैले भनेको सुनिएको छ देखिएको छ सबै च्याट बक्समा छ भने यस भनौँ स्योर ल भयो है अब ओके म कन्टिन्यू गर्छु ओके ल 21 देखि अब हाम्रो टेक्निकल छ टेक्निकलमा चाहिँ हामीले यहाँ हेर्छौँ डिस्ट्रिक्ट बाउन्ड्री इज इन अ म्याप आर अलवेज सोन विथ डिस्ट्रिक्टको बाउन्ड्री चाहिँ है सोन विथ कुन सिम्बल भन्यो भने लाइन सिम्बलले बाउन्ड्री भन्ने अक्षर लाइन सिम्बल हुन्छ यदि डिस्ट्रिक्ट चाहिँ केले देखाएको हुन्छ भन्यो भने पोलिगन हुन्छ डिस्ट्रिक्टको बाउन्ड्री भन्यो भने चाहिँ लाइन सिम्बल हुन्छ त्यस्तै गरी which method of relief representation is most commonly used in map सबभन्दा बढी प्रचलित चाहिँ 3D देखाउने अथवा उचाइ देखाउने विधि कुन हो भन्छ यसमा कन्टुर्स भन्छौँ हामीले कन्टुरले सबभन्दा बढी युज हुन्छ तर यहाँनिर चाहिँ के हुन्छ which one is the correct method of relief representation अथवा एक्युरेट मेथड अफ रिलिफ रिप्रेजेन्टेसन भन्यो भने स्पोट हाइट राख्नुपर्छ शुद्ध भन्यो भने स्पोट हाइट अनि बढी प्रचलित भन्यो भने कन्टुर द इन्टेरियर एंगल अफ एन इक्विलेटरल ट्रायंगल इज भन्छ इक्विलेटरल ट्रायंगल भन्ना साथ के हुन्छ त्यसको इन्टेरियर एंगल 60 डिग्री हुन्छ त्यो 60 डिग्री भनेको कति त पाई बाइ 3 रेडियन किनभने 180 डिग्री भनेको पाई रेडियन हो 60 डिग्री भनेको के भयो त त्यसको 180 को 1/3 हो त्यही भएर के हुन्छ पाई बाइ 3 रेडियन भन्नु पर्यो द रिप्रेजेन्टेटिभ फ्र्याक्सन अफ 1 इंच इक्वल्स टु 400 फिट इज भन्छ 1 इंच बराबर 400 फिटको जुन कितानापी नक्सा छ त्यसको आरएफ भ्यालु कति हुन्छ त 1:4800 हुन्छ कसरी हुन्छ त यो भने यो त तपाईहरुले गरेको होला 1 इंच बराबर 400 फिट भयो भने 400 फिट भनेको 400 इन्टु 12 इंच भयो यो भनेको चाहिँ 4800 इंच भयो त्यो भनेपछि माथि 1 छ 1:4800 यसरी भएको है अब नेक्स्ट वान चाहिँ के भन्छ भने हु इज द डाइरेक्टर अफ सर्वे डिपार्टमेन्ट अफ नेपाल भन्छ वो चाहिँ सर्वे डिपार्टमेन्टको डाइरेक्टर भएको थियो भनेर यहाँ विदेशीहरूको नाम दिइएको छ नेपाली हैन विदेशीहरूको नाम दिइएको छ त्यसमा चाहिँ हामीले को हो भनेर आइडेन्टिफाई गर्नु पर्यो ओके यहाँ चाहिँ जेड विडनर भन्ने चाहिँ यो जियोडेटिक सर्वे ब्रान्चको चिफ भएको थियो यो बिआर जोइन भन्नेको चाहिँ अर्कै हो यो विषय यो फिल्डसँग हामीसँग मिल्दैन अनि जेआरजी हारोप भन्ने चाहिँ डाइरेक्टर हो सर्वे डिपार्टमेन्टको विदेशी हो त्यसपछि भिकी रङ्गुन भनेको चाहिँ कार्यकारी यो चाहिँ के हुन्छ नापी तालिम केन्द्र त्यति बेलाको अहिलेको भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र त्यति बेलाको नापी तालिम केन्द्रको प्रमुख हो यो चाहिँ है भनेपछि डाइरेक्टर को थियो त सर्वे डिपार्टमेन्टको भने जेआरजी हारोप यो 28 साल भन्दा पहिलाको कुरा है द रेफरेन्स फर भर्टिकल एंगल मेजरमेन्ट इज भर्टिकल एंगल को नाप कहाँ लिन्छौं त भन्यो भने होरिजेन्टल प्लेनबाट तल अथवा माथि भन्छौं हामीले होरिजेन्टल प्लेन Which instrument is used to measure the area of an irregular shape parcel on a map? Irregular shape को parcel भयो भने यहाँ चाहिँ हुन त हामी के त यो प्लानिमिटर युज गर्न सकिन्छ कम्प्युटिङ स्केल युज गर्न सकिन्छ टाइल पनि युज गर्न सकिन्छ तर यी मध्ये बेस्ट चाहिँ कुन हुन्छ त प्लानिमिटरले चाहिँ मेजरमेन्ट गर्यो भने इरेगुलर शेपको लागि राम्रो मानिन्छ 28 मा द टोलरेन्स फर ट्रायंगुलर मिसक्लोजर
फर फोर्थ अर्डर ट्रायङ्गुलेसन इज भन्छ। फोर्थ अर्डर ट्रायङ्गुलेसनको लागि ट्रायङ्गुलर मिस क्लोजर अथवा ट्रायङ्गलको टलरेन्स कति भित्र हुनुपर्छ भन्छ। कति हुनुपर्छ भन्छ। यसलाई के गर्ने हामी 75 CCG गर्ने। 21 को त मैले भनिसके त डिस्ट्रिक्ट बाउन्ड्री इन अ म्याप आर अलवेज सोन विथ सिम्बल भन्छ। डिस्ट्रिक्टको बाउन्ड्री भन्नासाथ के बुझ्नु पर्यो, डिस्ट्रिक्ट होस् कि अरू जेसुकै होस् बाउन्ड्री भन्नासाथ लाइन सिम्बलले जनाउँछ। 29 मा द लाइन अफ कोलिमेसन नट बिइङ परपेन्डिकुलर टु होरिजेन्टल एक्सिस अफ थियोडाइट रिजल्ट्स इन भन्छ। लाइन अफ कोलिमेसन र होरिजेन्टल एक्सिस एक आपसमा परपेन्डिकुलर भएनन् भने त्यसको कारणले आउने इरर भनेको के भन्छ हामीले यहाँनिर कोलिमेसन इरर भनेर भन्छौँ हामीले। कोलिमेसन इरर है। 29 मा कोलिमेसन इरर। 30 मा MSL हाइट इज अल्सो कल्ड के भन्छ। MSL हाइट भनेको के हो त अर्थोमेट्रिक हाइट भन्छौँ हामी यसलाई। अनि यदि इलिप्सबाट मेजरमेन्ट गरेको छ भने त्यसलाई चाहिँ इलिप्सोइडल हाइट भनेर भन्छौँ हामीले है। यो अरू चाहिँ अरू विषय फरक विषय। 31 मा MUTM प्रोजेक्सन फल्स अन्डर। MUTM मोडिफाइड युनिभर्सल ट्रान्सभर्स मर्केटर प्रोजेक्सन भनेको चाहिँ कुन प्रोजेक्सन सर्फेसमा पर्छ भन्यो भने के भन्ने हामीले यहाँनिर MSL हाइट इज अल्सो कल्ड भनेको के भन्ने हामीले सरी अर्थोमेट्रिक भयो। MUTM मोडिफाइड युनिभर्सल ट्रान्सफर प्रोजेक्सन फल्स अन्डर कुन प्रोजेक्सन भनेपछि सर्फेसको आधारमा हेर्ने भने सिलिन्ड्रिकल कोनिकल एजिमुथल हुन्छ भनेपछि के हुन्छ MUTM प्रोजेक्सन भनेको सिलिन्ड्रिकल प्रोजेक्सन अन्तर्गतकै पर्छ। 29 मा के भनेको यो 29 मा लाइन अफ कोलिमेसन अथवा लाइन अफ साइड चाहिँ होरिजेन्टल एक्सिससँग परपेन्डिकुलर भएन भने त्यो थियोडाइटमा आउने इरर भनेको के हो भनेर सोधेको हो। त्यसमा कोलिमेसन इरर चाहिँ त्यो कारणले आउँछ। 32 मा 1 बिघा इज इक्वल टु भन्छ 20 कट्ठा पनि हो 13.31 रोपनी नै हो भनेपछि के हुन्छ यहाँनिर हेक्टर भन्नलाई चाहिँ के गर्नु पर्यो त 6772.63 डिभाइड बाइ 10,000 गर्यो भने 0.677 हुन्छ भनेपछि यो के हो यसको आन्सर अल अफ द एबभ। 33 मा द भ्यालु अफ कर्वेचर करेक्सन फर 1 किलोमिटर डिस्टेन्स इज। 1 किलोमिटर डिस्टेन्सको लागि कर्वेचर करेक्सन कति हुन्छ भने हामीले के भन्छौँ त यसलाई कर्वेचर करेक्सन भनेको हामीले कसरी निकाल्छौँ त यहाँनिर कर्वेचर करेक्सनको लागि हामीसँग फर्मुला छ। फर्मुला के छ त हामीसँग फर्मुला छ कर्वेचर करेक्सन इक्वल्स टु 0.0785 d स्क्वायर इन मिटर वेयर d इज इन किलोमिटर हैन। d चाहिँ केमा हुनु पर्यो त डिस्टेन्स इन किलोमिटर हुन्छ यो भनेपछि अब कति हुने हो त कर्वेचर करेक्सन 0.0785 d स्क्वायर भनेको इन्टु 1 किलोमिटर कति छ 1 किलोमिटर छ 1 को स्क्वायर हो हैन किलोमिटरमा 1 भएपछि भइहाल्यो यो भ्यालु मिटरमा आउँछ। यो भनेको 0.0785 मिटर भयो करेक्सन केमा फेरि यो सबै माइनस आउनुपर्छ है करेक्सन जहिले नि यसको चाहिँ कर्वेचर चाहिँ माइनस हुन्छ करेक्सन। यो हुनासाथ के हुन्छ अब यसलाई माइनस 0.0785 इन्टु मिटरलाई हामी के गर्ने भयो त अब यहाँ इन्टु 100 गरेपछि सेन्टिमिटरमा गयो। यो भनेको के भयो त 7 माइनस 7.85 सेन्टिमिटर यसरी गर्ने है यसलाई कर्वेचर करेक्सन। ओके कुन भयो त आन्सर 33 को ए भयो। 34 मा द पोजिसन अफ डाइरेक्टर जेनरल अफ सर्वे डिपार्टमेन्ट इन म्यापिङ कमिटी। म्यापिङ कमिटीमा डाइरेक्टर जेनरल को हुन्छ त त्यहाँ कस्तो रोल हुन्छ भने पोजिसन चाहिँ मेम्बर सेक्रेटरी सदस्य सचिव।
भए चाहिँ चियर हुनु पर्थ्यो सुरुमा है 35 मा अ स्टुडेन्ट अब्टेन 72 आउट अफ 90 मार्क्स इन टेस्ट वाट इज द पर्सेन्टेज भन्छ त्यसमा चाहिँ के गर्ने त हामी 72 भनेको 90 को कति पर्सेन्ट हो भनेर निकाल्नु पर्ने हामीले 72/90 इन्टु 100 गरिदिने 9 को 0 काट्यो 9 8 72 8 दशमलव 80% यसरी निक्लिन्छ यो 36 मा which of the following does not falls under the GNSS system तलका मध्ये कुन चाहिँ GNSS सिस्टममा पर्दैन भनेको छ ए यहाँ चाहिँ हेरौँ त ओके अब यो चाहिँ के भन्छ यसमा जीपीएस भनेको अमेरिकन सिस्टम ग्लोनास भनेको रसियन सिस्टम ग्यालिलियो भनेको चाहिँ कहाँको त युरोपियन युनियनको आईएनएस भनेको चाहिँ सिस्टम होइन यो अर्कै सिस्टम है इनर्शियल नेभिगेसन सिस्टम जुन जीएनएसएस सिस्टम आउनुभन्दा पहिलाको सिस्टम है अब आईएनएस भनेको इन्डियन नेभिगेसन सिस्टम होइन फेरि इन्डियन भयो भने आईआरएनएसएस हुन्छ त्यो भनेको इन्डियन रिजनल आईआरएनएसएस सिस्टम भनेको इन्डियन रिजनल नेभिगेसन सेटेलाइट सिस्टम हुन्छ त्यो भएर हामीले के गर्ने त यसलाई आईएनएसलाई चाहिँ त्यो चाहिँ जीएनएसएस सिस्टम होइन त्यो जीएनएसएस भन्दा पुरानो सिस्टम इनर्शियल नेभिगेसन सिस्टम यसले चाहिँ के हुन्छ युज मोसन सेन्सरहरू युज गरेर यसले चाहिँ के हुन्छ त्यसले पोजिसन दिने टेक्निक जुन जीएनएसएस भन्दा पहिला युज हुने टेक्निक The distance calculation in triangulation can be done with use of distance calculation का लागि हामी ट्रायंगुलेसनमा के गर्छौं कुन युज गर्छौं त साइन रुल युज गर्छौं जसले हामी एउटा बेसको भएपछि हामीले के हुन्छ त अरु बाँकी रहेको को हामीले के गर्छौं त निकाल्न सकिन्छ 34 को के भनेको पोजिसन अफ डाइरेक्टर जेनरल अफ सर्वे डिपार्टमेन्ट म्यापिङ कमिटी नाप नक्सा समितिमा डाइरेक्टर जेनरल कुन पदमा हुन्छ भनेको सदस्य सचिव मेम्बर सेक्रेटरी ओके 38 मा हेरौं त व्हाट इज द रिक्वायर्ड लेन्थ अफ द मार्कर used to monument a fourth order control point in an urban area मा अथवा डेन्स एरियामा चाहिँ त्यहाँ चाहिँ हामीले जुन कन्ट्रोल पोइन्ट राख्ने छ त्यसमा कति लम्बाइको राख्छौं भनेपछि अर्बन एरियामा जीआई पाइप युज हुन्छ त्यसको लम्बाइ कति हुन्छ त 45 सेन्टिमिटरको हुनुपर्छ ओके नेक्स्ट What will be the value of cos theta while sin theta equal to 0.5 sin theta को भ्यालु 0.5 भएको बेलामा cos theta को मान कति हुन्छ हैन यसलाई हामीले के हुन्छ दुईटा तरिका छन् यसको हामीले अब त्यसलाई चाहिँ 1 - sin स्क्वायर थीटा रुट अन्डर गरेर निकाल्यो भने हुन्छ तर त्यसो गर्दा अलिक कम्प्लिकेसन हुन्छ होला हिसाब गर्नलाई त्यो भएर हामी के गर्छौं यसलाई सिम्पल हिसाबमा गर्छौं यसलाई यसलाई कसरी गर्छौं त यहाँनेर sin theta equals to 0.5 भनेको यो भनेको 1/2 हुन्छ यो 1/2 भनेको चाहिँ sin 30 हो त्यसैले थीटा भनेको कति त 30 डिग्री भयो अब cos थीटा भनेको कति हो त अब cos 30 भयो यो भनेको √3/2 भयो √3 भनेको 1.732 हो डिभाइड बाइ 2 गरेपछि के हुन्छ 0. कति हुन्छ त यसको 0.866 सरी त्यो भाग गर्ने 1.732 लाई 17 भनेपछि 8 दुना 16 1 17 भयो त्यसरी ए यो कुन भयो त 1 भन्छ ठीक भयो ओके 37 के भने त डिस्टेन्स क्याल्कुलेसन एन्ड ट्रायंगुलेसन क्यान बी डन विथ युज अफ भन्छ यसमा चाहिँ के हुन्छ ट्रायंगुलेसन डिस्टेन्स क्याल्कुलेसन कसरी गर्छौं भन्यो भने बेस लाइनको एउटाको मेजरमेन्ट गरे हुन्छ बाकी सबैको के गर्छ त बाकी सबैको हामीले साइन रुल युज गरेर a/sin a = b/sin b = c/sin c को फर्मुला युज गरेर गर्छौं
which one is the quadratic equation which one is the quadratic equation भन्छ यहाँ क्वाड्रेटिक इक्वेसनको फर्म के हुनु पर्यो त त्यसको एउटा फर्म हुन्छ निश्चित फर्म हुन्छ त्यो फर्म भनेको कस्तो त ax स्क्वायर प्लस bx प्लस c इक्वल टु 0 भयो भने क्वाड्रेटिक इक्वेसन भयो यसको मतलब x को पावर स्क्वायर भयो भने त्यो क्वाड्रेटिक इक्वेसन हुन्छ यहाँ भएकोमा x प्लस 2 होइन सिंगल लाइनको भयो x स्क्वायर प्लस 3x प्लस 2 भनेको यो मिलो x क्यूब होइन 4x प्लस 2x भनेपछि यो भएन भनेपछि कुन भयो त यसको चाहिँ हामी कुन लेख्ने भयो त यहाँनिर यो b को आन्सर चाहिँ सही छ अनि how many possible solutions are there in x cube minus 1 equal to 0 भन्छ यसमा चाहिँ हामीले के हुन्छ x cube minus 1 equal to 0 भन्यो भने के हुन्छ यहाँनिर जब x को पावर 3 हुन्छ 3 हुनासाथ यो x को पावर जति हुन्छ त्यतिवटा चाहिँ हाम्रो सोलुसन हुन्छ त्यो भएर के हुन्छ यसको कति भन्दा 3 तीनटा सोलुसन हुन्छ तीनटा सोलुसन चाहिँ कसरी आउँछ त हामीलाई हैन हामीले तीनटा सोलुसन कसरी निकाल्न सकिन्छ त यहाँनिर x को फर्मुला लाउँछौं हामी हैन x क्यूब छ नि त x क्यूब भइसकेपछि हामीले x क्यूब माइनस 1 भनेपछि हामीले त्यसलाई फर्मुला लाउँदा हामीलाई के हुन्छ सोलुसन आउँछन् कसरी आउँछ त सोलुसन भने नि यसरी यहाँनिर के हुन्छ x क्यूब माइनस 1 इक्वल टु 0 भनेको x क्यूब माइनस 1 को क्यूब इक्वल टु 0 भन्न सकिन्छ यो x क्यूब माइनस 1 क्यूब भनेको x माइनस 1 a क्यूब माइनस b क्यूब भयो त्यो भनेको के हुन्छ x स्क्वायर प्लस x प्लस 1 हुन्छ यो इक्वल टु 0 भयो अब यो भने x माइनस 1 इक्वल टु 0 एउटा हुन्छ x स्क्वायर प्लस x प्लस 1 इक्वल टु 0 हुन्छ एउटा भनेपछि x इक्वल टु 1 भयो त्यसबाट अब यसबाट अर्को दुईटा आउने भयो दुईटा चाहिँ के आउने भयो त x इक्वल टु फेरि माइनस b प्लस माइनस रुट अन्डर b स्क्वायर माइनस oac अपन 2a गरेर निकाले भने यहाँ दुईटा आउँछ सोलुसन यो एउटा सोलुसन भयो भनेपछि यसरी तीनटा सोलुसन आउँछ ए त्यसको के भने आन्सर व्हाट इज द रिक्वायर्ड लेन्थ अफ मार्कर युज टु मोनुमेन्ट द फोर्थ अर्डर कन्ट्रोल पोइन्ट अर्बन एरियामा राख्नलाई कति लम्बाइको मार्कर युज गरिन्छ भनेको अथवा चिन्ह लाइन्छ भनेको जीआई पाइप युज गरिन्छ 45 सेन्टिमिटरको त्यो चाहिँ तोक्दिएको छ ओके if a map has a scale of 1:1 lakh and the distance between two cities on the map measures 3 cm what is the real world distance between the city भने 10 लाखको स्केलमा 10 लाखको स्केलमा नक्सा छ त्यहाँनेर दुईटा सिटी बीच चाहिँ डिस्टेन्स कति 3 सेन्टिमिटर छ भने ती दुईटा बीचको चाहिँ ग्राउन्डमा अथवा रियल वर्ल्डमा डिस्टेन्स कति हुन्छ भनेर क्वेशनले सोधेको हो अब यसको सोलुसन चाहिँ हामीले कसरी गर्छौं त यहाँनेर यसको सोलुसन चाहिँ हामीले 1:10 लाख भनेको 1:10 लाख 2 3 5 ठिक छ 1 लाख हैन यो भनेको 1 cm इन म्याप इक्वल्स टु 100,000 10,000 लाख cm इन ग्राउन्ड यो भनेको cm लाई के हुन्छ हामीले 100 ले भाग गर्यो भने मिटर जान्छ मिटरलाई 1000 ले भाग गर्यो भने किलोमिटरमा जान्छ अब के भयो किलोमिटर भयो यो भनेको 1 किलोमिटर भनेपछि 1 cm भनेको 1 किलोमिटर हुँदो रहेछ त्यही भएर 3 cm भनेको कति हुन्छ त 3 किलोमिटर डिस्टेन्स हुन्छ यसरी यसको आन्सर कुन भयो त 3 किलोमिटर पावर जतिवटा हुन्छ त्यति नै हुन्छ सोलुसन ठीक छ तपाईले भने
त्यसमा according to land survey and measurement regulation अन्ठाउन्न the classification of agriculture land is based on भनेको के हुन्छ रोडको टाइपबाट नि गर्छ सोइल टाइप पनि लिन्छ हाइट फ्रम एमएसएलबाट हाइटको आधारमा लिन्छ भनेपछि त्यही भएर कृषि क्षेत्रको जग्गाको वर्गीकरण गर्दा के हुन्छ यी सबै कुरालाई ध्यान दिनुपर्छ द रेन्ज अफ एर्थ स्केल इन टेलिस्कोपिक एलइडी भनेको कति त 0 देखि 20 को हुन्छ यसको चाहिँ कति छ 0 टु 20 है 0 टु 20 प्लस माइनस होइन है प्लस है प्लस इफ अ पार्सल नम्बर 101 इज सबडिभाइडेड एन्ड नम्बर्ड एज 101A and 101B then the partial numbering system is के भन्छ फिलिएसन सिस्टम यदि 101 को /1/2 राख्यो भने फ्र्याक्सनल हुन्छ अनि लास्टको नम्बर दियो भने फ्री नम्बरिङ सिस्टम हुन्छ for which measurement there is no need of the prism while using total station use गर्दा कुन अवस्थामा हामीलाई प्रिजम चाहिँदैन भन्यो भने एंगल निकाल्नका लागि अथवा एंगल पढ्नका लागि हामीलाई प्रिजम चाहिँदैन हामीले चाहिँ के हुन्छ साइटिङ गरेर थियोलाइटको रूपमा हामीले रेन्जिङ रडमा पढेर पनि के हुन्छ एंगल चाहिँ पढ्न सकिन्छ तर हामीले के हुन्छ यहाँ मिसिङ लाइन मेजरमेन्ट गर्ने आरइएम का लागि डिस्टेन्स नाप्न पर्छ हैन डिस्टेन्सका लागि त्यो डिस्टेन्स नाप्नलाई प्रिजम हामीलाई जरुरी हुन्छ ओरिजिनल एंगल नाप्दा पर्दैन नेपाली स्ट्यान्डर्ड टाइम इज मेजर्ड फ्रम नेपालको स्ट्यान्डर्ड टाइम कहाँबाट मेजरमेन्ट हुन्छ भन्छ 86 डिग्री 15 मिनेट इस्टको गौरी शंकर हिमालबाट मेजरमेन्ट हुन्छ which bearing of a survey line falls in the same quadrant as south 30 degree west भन्छ south 30 degree west भन्ना साथ के हो त फोर्थ क्वाड्रेन्टमा पर्यो साउथ 30 डिग्री वेस्ट थर्ड क्वाड्रेन्टमा पर्यो थर्ड क्वाड्रेन्ट भनेको के हुन्छ त 180 भन्दा बढी 270 भन्दा कम यो पनि मिल्यो साउथ 45 डिग्री भनेपछि यो पनि मिल्यो यहाँ बोथ पनि मिल्यो अल अफ एभर रहेछ यो पनि मिल्यो त्यही भएर कन्फ्युज भयो यो चाहिँ यो दुईटै हुन्छ यो क्वेशन बनाएको अलि भएन है खास केसा नन अफ एभर भएर यो बोथ एबी हुनु पर्थ्यो के त्यही भएर यो अलि क्वेशन चाहिँ अलि कन्फ्युजन भयो प्लम बब इज युज इन थियोडोलाइट फर के का लागि त प्लम बब के का लागि युज गर्ने सेन्टरिङ गर्नका लागि युज गर्ने या क्वाड्रेन्ट मात्रै भनेको छ कति हो बेरिङ भनेको छैन त्यसमा गाइरो थियोडोलाइट इज युज्ड टु मेजरमेन्ट अफ दी के हुन्छ बेरिङ मेजरमेन्ट गर्न गाइरो थियोडोलाइट